व्हाट्सअप ब्युटिफुल पिपुल, के छ खबर? नयाँ नौलो सब ठिक छ होला नि? म त सन्चै छु। आज विकेन्ड होइन, त्यही माथि हिजो स्याटरडे, आज सन्डे। अब भोलिदेखि फेरि त्यही हो, कामसाम यताउति होइन। अब आज छ एक दिन ट्याक्क घुम्न आउनु पऱ्यो भने लाग्दे म त। अनि बोलङ्गन साइडतिर एक्कासी होइन गाडी चढेँ, त्यहाँबाट सोक चढेँ, ल हिँडिदिउँ त भनेर एक्कासी हिँडेको। आउँदाखेरि त भिडियो नि बनाइनँ, सिधै यहीँबाट स्टार्ट गरेँ अब मैले। अनि रमाइलो छ त्यस ठाउँ चाहिँ। ठ्याक्क म चाहिँ आएको आज ठाउँ चाहिँ सिक्लिप हो। सिक्लिपको ब्रिज यो चाहिँ दामी छ, यो फेमस हो सिडनीमा है, दामी छ। ल हेर्नु, अनि भ्यू पनि हेर्नु है त। ल सुरु भइसकेको छ यहाँनिरबाट यी ट्याक्क यो रेलिङ हुँदै हुँदै भ्यू हेर्दै। ओहो, तल एउटा बिच पनि छ, स्ट्यान्डवेल पार्क बिच, त्यहाँ पनि जान्छु एकछिनमा म। अनि अब टावलहरू चाहिँ ल्याएन है, नत्र बिचमा हाम फाल्दिन नि हुन्थ्यो। आज अब हेरेर यसो घुमेर मात्र जानुपर्ने भयो। टावलहरू बिर्स्यो यार, फेरि त्यही त गाडी चढेँ यसो, अनि आधी बाटोमा आएपछि फक ल टावलै बिर्सेछ यार भनेर बिर्सिरहेको क्या। अनि ल खत्तम भयो, अब ल ठिकै छ घुमेर भयो भने देखाउँछु भनेर। अनि ठिकै छ, अब हिँड्दैछु। रेलिङ अझै 5 मिनट जति लाग्छ। रेलिङ टु रेलिङ हो, यहाँदेखि वहाँसम्म पुरै यस्तो दामी छ नि ठाउँ त। ओहो, माइन्ड खुसी यार, दिमाग दामी दामी। ल सही हो, अरू भने त्यस्तै हो जिन्दगी, हाँसी खुसीले बाँच्नुहोस् सबजना। यहाँ गाडी पार्किङै नभेटेर यहाँ राखिदिउँ भनेको गाडी नजिकै तर पार्किङै भेटेन क्या। दामी, तर सही छ यार, खतरा। दामी ठाउँ छ, रमाइलो छ ठाउँ चाहिँ, दामी लाग्यो। म पहिला नै आएको थिएँ आउनु त होइन, तर अहिले चाहिँ दामी लाग्यो यार, धेरै पछि आएको। अनि नेपालमा भएको छ जे हुनु, नेपालमा भएको छ। ओहो, सुदन गुरुङलाई ह्याट्स अफ है, दामी। म त कसम अस्तिसम्म सोचिरहेको थिएँ कि मैले चाहिँ होइन, कस्तो मान्छेलाई चाहिँ होम मिनिस्टर बनायो, गृहमन्त्री बनायो भनेर बसिरहेको थिएँ क्या। अरूमा त मलाई खासै ठिकै लागेको थियो होइन, प्रधानमन्त्री अब बालिन शाह, अरू ठिकै छ होइन, सबै राम्रै थियो। तर मैले यो होम मिनिस्टर चाहिँ कस्तोलाई बनायो भनेर बसिरहेको थिएँ। तर जे हुनु राम्रो गरेँ, मैले चाहिँ सोचे भन्दा दामी गरेँ होइन। अनि केपी ओली र उसलाई रमेश लेखकलाई ट्याक्कै समातेर, केपी ओली कति बाठो बिरामी पर्दै अब समात्नु साथ ल केही भन्नु छ। अनि अब जस राम्रो गर्दै हुन्थ्यो है, लगेर जेल कोदिनु पर्ने छ त्यो चोरहरूलाई चाहिँ। साह्रै गरे हो हामीलाई पनि होइन, साह्रै नेपालीहरू फ्रस्ट्रेसन भइसक्यो क्या, सबैलाई रिस उठिसक्यो त्यो ताल देखेर तिनीहरूको। तर नेपालीहरूलाई अझै पनि झोलेहरू छन् क्या अलिअलि मान्छेहरू, तिनीहरूलाई चाहिँ जति भए पनि के देखेर पछि लागिरहेछन् थाहा छैन, के देखेर पछि लागिरहेछन् थाहा छैन। के हो म त पुरै बुझ्दिनँ है तिनीहरूलाई। यत्रो भएर पनि चेतना आएको, दिमागै नभएको कि के भन्ने होला त। जेस म चाहिँ लास्टै खुसी छु, बालेन सरकार आछ। अब ट्याक्क बालेन सरकारले केही गर्छ भन्ने चाहिँ आश छ है। अझै हिँड्नुपर्ने छ 12 मिनट जति हिँड्दैछु। पार्किङै पाएन, न त त्यहाँ बेस्ट हुन्थ्यो पार्किङ पाए भए त। ठ्याक्कै सिक्लिप ब्रिजमै हिँडिरहेछु। ल दामी सही हो। अनि आइसक्यो हामी ठ्याक्कै। अब यो ब्रिजहरू हो, अनि ठ्याक्कै हेर्दै हिँडियो। माथि डाँडा काँडा यस्तो छ रमाइलो है। अनि ट्याक्कै यो यता रेलिङ छ, यहाँबाट हेर्ने हो भ्यू चाहिँ ट्याक्क। डाँडा काँडा रमाइलो छ, यस्तो ठाउँ छ, सही छ। ल आमा यो हो नि त, यो हो नि त मजा। ओहो ल दामी 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 दामी, सही ल पडा दामी छ, दामी सही। ल दामी होइन त। अनि वेब हेर खतरा क्या, वेबै दामी क्या, सही छ सही। ल पार्किङ चाहिँ भेट्नै गाह्रो है यो ठाउँमा।
एउटाले राख्यो भने दिउँसभरि राखिदिन्छ अनि यो रेलिङ पुरै घुमेर आउँछ अनि त्यति बेरसम्म त आफूलाई नि दिक्क लागेको हुन्छ उता छ मेरो त 20 मिनट हिँड्नुपर्ने छ यहाँबाट ओहो यही हेर्नको लागि आइदिएको पार्किङै नभेटेर है लास्ट रमाइलो छ तर यो ठाउँ दामी छ माइन्ड फ्रेस हुन्छ ल ट्याक्क होइन यही ब्रिजहरू सिक्लिपको ब्रिज मात्र हिँड्दै हेर्दै ओहो यार कडा छ नि कडा सही छ अनि नजिकै हुनुहुन्छ विकेन्डतिर यसो कतै जाने हो भने यतैतिर आउनु घुमघाम गर्नु यस्तै त हो अब है रमाइलो छ यहाँ मात्र होइन तल पार्क ब्रिज पनि छ स्ट्यान्डवेल पार्क ब्रिज त्यहाँनिर रमाइलो छ घाम चाहिँ मिठो लागेको छ अहिले कति डिग्री लागेको छ हो मिठो लागेको छ घाम चाहिँ घाम ठ्याक्कै हेर्नु पर्दाखेरि ल यहाँनिरको क्लिफ्टनको ठ्याक्कै 21 डिग्री रहेछ तर दामी छ घाम चाहिँ मिठै छ राम्रै छ यतिको सही छ फर्केँ म चाहिँ अलिअलि यसो हेरेँ दामी छ त्यो ठाउँ चाहिँ है अब फर्केँ गाडी उहाँ 20 मिनट उता छ फेरि उता तलको पार्क स्ट्यान्ड पार्क वेट बिच पनि जानुपर्ने छ अनि त्यता पनि देखाउँछु म त्यस ठाउँ चाहिँ रमाइलो छ अब गाडी 20 मिनट उता टाढा भएकोले नत्र नजिकै भए त सबैतिर घुमाउनु देखाउनु हुन्थ्यो हिँड्नुपर्ने छ 20 मिनट ट्याक्क है गर्मी ठिकै छ अनि ल खैरेको बच्चाहरू डेन्जर हुने क्या खैरेको बच्चाहरू डेन्जर हुने है यहाँ टिकटक सिकटक बनाउनु लाएर पुरै रमाइलो छ ल रमाइलो भयो आज खैरेको बच्चाहरूलाई नि भेट्यो है पुरै रमाइलो है पुराहरू त सब्सक्राइब गरिदिए म्याकुरी भनेर सब्सक्राइब नि गर्नु लगाइदिएँ मैले त ल आधी चाहिँ ट्याक्क आइसक्यो है त हिँड्यो अब खानै सकेन यो पुरै चिप्स र चिकन होइन खानै सकेन अब हिँड्दैछु ट्याक्क खाँदै होइन घुम्दै अनि गाडीमा राख्दै हिँड्नु पऱ्यो त्यहाँ बसेर नि के गर्नु है टाइम बस्यो खानै सकेन त अनि भोक लायो जस्तो भएर ट्याक्क अर्डर गरेको खानै सकेन टेक अवे बक्स मागेर ढ्याक्क अनि लिएर हिँडेँ अझै हिँड्नु छ 5-10 मिनट जति हिँड्नु छ रमाइलो छ यो ठाउँ चाहिँ ट्याक्क है
ठ्याक्कै आइयो त स्ट्यान्डवेल पार्क बिच चाहिँ अलिकति उता छ तर हामी चाहिँ यहाँ ठ्याक्क पार्कमा आइयो पार्क पनि दामी छ रमाइलो छ ठाउँहरू ठ्याक्क त्यो माथिको डाँडा चाहिँ ब्याड हिल आउट त्यो लुकआउट भन्ने ठाउँ हो त्यो माथिको चाहिँ प्याराग्लाइडिङहरू सबै हुँदो रहेछ दामी रहेछ ठाउँ चाहिँ ल मजा छ ठाउँ सरर हावा लागिरहेछ त्यो माथिबाट चाहिँ यहाँ तल ल्यान्ड हुँदो रहेछ क्या हो प्याराग्लाइडिङ टाइपको त्यहाँनिर हो दामी छ ल खतरा ल हिँड्दैछु म ट्याक्क यो धेरैचोटि आइसकेँ म त यहाँ धेरैचोटि आइसकेँ होइन भ्लग मात्र नबनायो जस ठाउँ त दामी छ दामी ओ माइ गॉड चप्पल थियो नि त यार मसँग चप्पल लाएर चाहिँ गइदिउँ नि त साँच्ची त है दामी पार्क स्ट्यान्डवेल पार्क बिचमा आइयो अनि ट्याक्क घुमघामी रमाइलो चाहिँ सय खडा ल भ्यू हेर्नु भ्यूज दामी छ दामी त माथि डाँडो यी ब्याड हिल लुकआउट भन्छ त्यसलाई चाहिँ यहाँ प्याराग्लाइडिङमा कसम दामी सय ल कसमको दामी सय ल इन्जोय गर्नु लाइफमा है खुसियाली त्यस्तै है ट्याक्क मजा लाग्यो मलाई त उतानिर छ त्यहाँ दामी दामी छ ल बिचमा हिँड्दैछु मजाले ल बडा दामी हो नि त सही हो यति मजा आउने हो नि त सही दामी ल यो चाहिँ स्ट्यान्डवेल पार्क बिच है रमाइलो छ विकेन्डमा ठ्याक्क फ्यामिलीसँग बिच जाने हो भने नजिकै ओलङ्गन साइडतिर ठ्याक्कै लाग्दैन एक घन्टा 10-15 मिनट जति लाग्छ धेरै लाग्दैन मजाले आउनु इन्जोय गर्नु दामी छ यार तर म त धेरैचोटि आइसकेँ आज भ्लग चाहिँ एकचोटि यहाँ यसो हालिदिउँ न त सिक्लिपको यो अनि माथि त्यहाँ पनि जान्छु होला म त्यो लुकआउटमा पनि जान्छु जाँदाखेरि माथिबाट फर्किँदा त्यहाँनिर पनि जान्छु ट्याक्क है त रमाइलो छ सही अब हिँडेँ अब यहाँ धेरै बसेर पनि के गर्नु 4 बजिसकेको छ त्यो माथि पनि जानु पऱ्यो अनि घर गएर एकछिन रेस्ट पनि गर्नु छ ट्याक्क त्यहाँ माथि अब त्यहाँ माथि जान्छु अनि एकछिन बस्छु अनि त्यहाँबाट ट्याक्क लाग्छु अनि घरतिर ल रमाइलो छ म चाहिँ ट्याक्क हिँड्दै आज है घुमघाम गर्दै सोलो भ्लग आइरहेछ आजकल मजाले मजा भएको छ ल हिँडेँ अब म चाहिँ यहाँबाट ट्याक्क माथि जाँदाखेरि देखाउँला है ठ्याक्कै गाडीमा नि आइयो अब त चप्पल लाएर गएको थिएँ ट्याक्क चप्पल लाएर गएको थिएँ अब यो चप्पल राखेर जुत्ता लाएर अनि
माथि ट्याक्क त्यहाँ त्यो लुकआउटमा जानुपर्ने छ ट्याक्क है। ल म माथि जाँदाखेरि देखाउँछु ल। ल अब हिँड्नु पर्यो, अब माथितिर ट्याक्क लुकआउटतिर हिँड्यो है त ट्याक्क। अब ल यहाँबाट ठ्याक्कै 6 मिनट रहेछ। अब 6 मिनट ट्याक्क ड्राइभ गरिसकेपछि हामी पुग्छौँ त्यो लुकआउटमा है त। ल हिँड्यो अब ट्याक्क यहाँबाट अब भ्यू हेर्दै हिँड्नु पर्यो ट्याक्क। सही हो सही हो सही ल दामी। आइयो त ट्याक्कै पार्किङ त्यहाँनिर छ, अलिकति हिँड्नुपर्ने छ यहाँ 1-2 मिनट जति। गाडी पनि लक गरेँ अब हिँडेँ ट्याक्क। रमाइलो छ है, घाम लागेको छ मजाले, ठाउँ चाहिँ दामी नै छ। सबै हिँड्दैछु। रमाइलो छ ठाउँ चाहिँ दामी छ। सही एकछिन बस्छु, अब एकछिन बसेर ट्याक्क अनि हिँड्छु। त्यस ठाउँ चाहिँ रमाइलो छ, म चाहिँ मजाले बसेको छु यहाँनिर। सही छ ल। यसो घुम्न आउनु नजिकै छ यो त, 1 घन्टा ठ्याक्कै 1 घन्टामा आइन्छ ओलङ्गन साइडतिर। यसको नाम चाहिँ ब्याड हिल लुकआउट हो ठ्याक्क होइन। रमाइलो छ, पहिला नै आएको यो ठाउँहरू म 3टै आइसकेँ। सिक्लिप यो अनि यो तलको यो बिच स्ट्यान्डवेल पार्क बिच अनि सिक्लिप अनि यो ब्याड हिल लुकआउट, यो 3-4 चोटि आइसक्यो होला हो। 3-4 चोटि नै आइसक्यो। दामी लाग्छ मलाई चाहिँ होइन, माइन्ड फ्रेस हुन्छ। सर्र हावा लागेको छ, ओहो लुम्लेको हावा जस्तै छ, मुटु नै छुनी क्या ट्याक्क है। ल अब चाहिँ हिँडियो ट्याक्क, 5 बज्नु लाग्यो हिँडियो अब ट्याक्क है त। ल सियो दामी छ। ल यो लुकआउट चाहिँ दामी छ, ब्याड हिल लुकआउट भन्ने ठाउँ हो ओलङ्गन साइडतिर, दामी छ। ल अब फेरि आउँला है, यो रमाइलो पाउँछ त्यो लाग्यो। अब घरतिर ट्याक्क ट्याक्क अब घरतिरको सवारी ट्याक्क छोरो अब लाग्यो घरतिर। ठ्याक्कै 50 मिनट लाग्छ यहाँबाट अवनतिर जानको लागि। ल आफू चाहिँ अब हिँडियो अब ट्याक्क एकैचोटि घर गएपछि हुन्छ। ल रोडहरू हेर्दै गर्नु है त।
ल घर पनि आइयो गोप्रोको चार्ज पनि सिधिसकेको छ ल थ्याङ्क्स फर वाचिङ है हेरिराख्नु भएको छ भने ल अब हामी अर्को भ्लगमा भेट्नेवाला छौँ सी यू